ओ बाबु बिहान बिहान यत्रो मोबाइल राखेर के गरेको? यो त हिजो शनिबार जसको बिदा मिल्छ उहाँ ग्राहकहरू आएर चाहिँ इएमआईको लागि फर्म भर्नुभएको फोनको अहिले बिहानै भरिनु पऱ्यो नि। अब 10-11 बजे उहाँलाई दिन्छु भनेर भनिसकेको छु। अब कति ग्राहकहरूको शनिबार चाहिँ मात्रै बिदा हुन्छ, अरू बार आउनु भ्याउनु हुँदैन। अनि उहाँहरू चाहिँ शनिबार आएर फर्म भर्नुहुन्छ। तर शनिबार चाहिँ इएमआई नहुने कारणले चाहिँ हामीले चाहिँ आइतबार बिहान फर्स्ट आवरमा उहाँहरूलाई गरेर इएमआई उहाँहरूको अफिससम्म हामी अब यो सबै डेलिभरी गर्न जाने हो। एकजना सरले S25 FE गर्नुभएको छ भने चाहिँ एकजना सरले चाहिँ M36 5G गर्नुभएको छ, अर्को सरले A75 5G, हाम्रो दुईजना सिस्टरले चाहिँ A07 गर्नुभएको छ, अनि एकजना दाइले चाहिँ यो नुबियाको A56 पनि गर्नुभएको छ। यो पनि राम्रो फोन रहेको छ। यी सबै अब हामी इएमआई भरेर उहाँहरूले हिजो नै आएर फर्म भर्नुभएको छ। अब एप्रुभ भइसकेपछि डकुमेन्ट लगाएर उहाँलाई साइनहरू गराएर उहाँहरूको अफिसमा अथवा उहाँहरूको घरमै होम डेलिभरी गरेर उहाँहरूलाई नै पठाइदिन्छौँ। यदि हजुरहरू पनि शनिबार बिदा हुन्छ र अथवा कुनै पब्लिक होलिडेमा मात्रै हजुरको फुर्सद हुन्छ भने चाहिँ हामीलाई पब्लिक होलिडेकोमा डेमा अथवा शनिबार आएर चाहिँ हजुरले इएमआईको फर्म भरेर अब नेक्स्ट डे चाहिँ हामीले हजुरको घर हुन्छ कि अफिस हुन्छ त्यहाँसम्म हामी डेलिभरी गरिदिन्छौँ। यदि हजुरहरू पनि सरल किताबन्दीमा फोन लिने सोचिराख्नु भएको छ भने चितवनको एकमात्र विश्वास सिलर नाउँ मुख्यमा संस्था स्क्रिनमा दिएको नम्बरमा फोन घुमाउनु होला। हामीसँग सम्पूर्ण ब्रान्डका फोनहरू चाहिँ 0% ब्याज र 40% डाउन पेमेन्टमा एन्ड्रोइड फोनहरू उपलब्ध छ। जुन चाहिँ मार्गमा रहेको मुख्यमा संस्थालाई आजै स्क्रिनमा दिएको नम्बरमा फोन घुमाउनु होला।